यो 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 अन्य भाषा आगो बोल्यो कोरिन्थी चौका सत्यको बम फुटाऊ आज अन्य भाषा आफै समस्या होइन प्रयोग गर्ने तरिका गडबड छ पावलले सबैभन्दा बढी बोल्थे तर भन्थे मण्डलीलाई फाइदा नभए चुप लाग अनुवाद गर्ने कोही छैन भने ड्राइभर रुममा लैजाऊ व्यक्तिगत बिल्डअप ठीक छ तर मण्डलीलाई नतोड भाइ कति चर्चमा घण्टो प्रार्थना अन्य भाषा देऊ देऊ नपाउनेहरूलाई लाज लाग्छ यो त शैतानको जाल भयो अन्य भाषा सुपर आत्मिकता हो भन्ने भ्रम पावल भन्छन् प्रेम बिना सबै वरदान खत्तम हो अनुवाद छैन भने चुप लाग मण्डलीमा आफूलाई बलियो बनाऊ तर अरूलाई नदुखाऊ भाइ अन्य भाषा आगो तर प्रेमले डोर्याओस् मण्डलीलाई फाइदा नभए राई भेटमा बोल भाइ अन्य भाषा आगो तर देखावटी नबनाओस् पाँच शब्द बुझिनेले हजार नबुझिने जित्छ भाइ हात माथि जो रहस्यमा बोल्छन् हात माथि जो स्पष्टता खोज्छन् अन्य भाषा आगो तर प्रेम नै राजा हो संसारको भाषा स्वरको भाषा दुवै गवाही छन् प्रेरित देहमा मान्छेले बुझे त कोरिन्थीमा रहस्य छन् कुर्त कोचले देखे दुष्ट आत्माले पनि नक्कल गर्छन् परमेश्वरको निन्दा अन्य भाषामै भयो सावधान रहनु पर्छ गएर पेन्टिकोस्टलले भन्छन् चिब्रिस हो 7000 भाषा सबै जानेका छन् तलाई बस भाइ मेरी आमा लेखेर तमासा गर्छन् तर भेटेर कुरा गरेका छन् दुवै पक्षमा गल्ती छ बाइबल पढ प्रेम गर बुझ अगाडिको पुस्ता हेरिरहेछ हामीले सिकाउने हो प्रेम बिना वरदानले केही फाइदा छैन भाइ यो त्रेकता पुरै बुझ्यौ पूर्व नियुक्ति बुझ्यौ परमेश्वरको रहस्य धेरै छन् सबै बुझ्नु पर्छ भन्ने छैन अन्य भाषा पनि एउटा रहस्य प्रेममा हिँड बस अन्य भाषा आगो तर प्रेमले डोर्याओस् अगाडिको पुस्तालाई सत्य सिकाऊ राजै हात माथि चर्च एक होस् अन्य भाषा बोल या नबोल येशू नै काफी हो जय मसीह